देशभरबाट नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनको लागि चाहिँ महाधिवेशन प्रतिनिधिहरू आइरहनु भएको छ। उहाँहरूले त्यहाँ इन्ट्री पनि गरिसक्नुभयो, गजबको झोला बोक्नु भएको छ। अब पक्कै पनि काङ्ग्रेसको विचार त्यहाँ होला, त्यो झोलाभित्र होला। अनि अब नयाँ नेता कसलाई बनाउने, सभापति कसलाई बनाउने भन्ने विचार मनमा होला। त्यो उहाँहरूको विवेक चाहिँ कसरी प्रयोग गर्नुहुन्छ भोलिको दिनमा देखिनेछ। यति बेला मसँग हुनुहुन्छ सूर्यबहादुर विक, जो चाहिँ दैलेखबाट यो महाधिवेशनमा सहभागी हुनको लागि, विशेष महाधिवेशनलाई सफल बनाउनको लागि भनेर आउनु भएको छ। म उहाँसँग कुरा गर्छु। तपाईँ दैलेखबाट कहिले आइपुग्नु भयो? म दैलेखबाट आज 3 दिन भयो आएको। उत्साही हुनुहुन्छ विशेष महाधिवेशनमा सहभागी हुन पाउँदा? एकदम उत्साहित छौँ हामी। अब समयमै नियमित महाधिवेशन हुन्छ भन्ने हामीलाई त्यो लागिरहेको थियो, तर हुन सकेन। अब जुन महामन्त्री द्वयले उठाउनु भएको विशेष महाधिवेशनको कुरा थियो, त्यो अभियानलाई सफल पार्नको लागि हामी दैलेखबाट म सहितका धेरै साथीहरू आएका छौँ। दैलेखको माहौल पनि बदल्न सकिन्छ यदि तपाईँहरूले काङ्ग्रेसको यहाँको माहौल बदल्नु भयो, नेता नेतृत्व बदल्नु भयो भने? एकदम कसरी सकिन्छ भन्दा अहिले दैलेखमा हामी टोटल महाधिवेशन 2टा क्षेत्र छ, 51 जना हो। 51 जनामा 6 जना पार्टी प्रवेश अथवा कोही मरिसकेको हुनुहुन्छ। त्यो खाली रहँदा पनि अहिले हामी 41-42 जना टोटल महाधिवेशनमा, आज हामी 36 जना एकमुष्ट रूपमा आएका छौँ। झन्डै 70% ओभर। तपाईँलाई रोक्ने प्रयास भएन? हामीलाई कसैले पनि त्यहाँ रोक्न सक्दैन, किन भन्दाखेरि हामी परिवर्तनको पक्षमा, हामी परिवर्तनको पक्षमा छौँ। हामी आफै काङ्ग्रेस भएका हौँ, सङ्घर्ष गर्दै आएका छौँ। कसैले हामीलाई पनि त्यो काङ्ग्रेस बनाइदिएको होइन। हामी झोले काङ्ग्रेस होइन, खासमा सङ्गठन गर्ने काङ्ग्रेस हो। हामी सङ्गठन गरेर आएछौँ आजको दिनसम्म, भोलि पनि हाम्रो अभियान यही रहनेछ।